नमस्ते साथीहरु, आजको भिडियोमा हामी क्लास 12 अन्तर्गत यो अकाउन्टिङ फर डिबेन्चर भन्ने लेसन पढ्न जाँदै छौं। यो चाहिँ तपाईहरुलाई 3 मार्क्स का आउँछ। एकदमै सजिलो छ है। अब यसको बारेमा बुझिहालौं। जब कम्पनीलाई चाहिँ पैसा आवश्यक पर्छ नि साथीहरु, कम्पनीसँग चाहिँ केही अप्सन्सहरु हुन्छ के, जस्तै बैंक लोन लिन सक्छ हैन, आफूसँग भएको शेयरहरु इस्यु गर्न सक्छ। अर्को अप्सन भनेको चाहिँ डिबेन्चर पनि इस्यु गर्न सक्छ। जस्तै आजको भिडियोमा चाहिँ हामी यो अप्सनहरु मध्ये एउटा अप्सन अर्थात इस्यु अफ डिबेन्चर को चाहिँ मिनिङ र यसको प्रोसेस बुझ्न जाँदै छौं। डिबेन्चर भनेको के हो भन्दाखेरि डिबेन्चर भनेको चाहिँ एउटा कर्जा रहेछ हैन, कर्जा हो अथवा ऋणपत्र हो जुन कम्पनीले चाहिँ पुँजी उठाउनको लागि चाहिँ जारी गर्छ है। यो कुनै इक्विटी हैन साथीहरु। यसको अर्थात चाहिँ यदि कसैले डिबेन्चरमा लगानी गर्छ भने त्यो कम्पनीको मालिक चाहिँ हुँदैन के, उ चाहिँ एउटा उधारो दिने व्यक्ति हुन्छ। उदाहरणको लागि यदि एउटा कम्पनीलाई चाहिँ पैसा चाहियो भने उसले डिबेन्चर जारी गर्छ नि, र लगानीकर्ताले त्यो डिबेन्चर किन्दाखेरि चाहिँ कम्पनीले चाहिँ त्यसको बदलामा चाहिँ निश्चित ब्याज दर दिनुपर्छ। यसको विशेषता के छ त, फिचर के छ त भन्दाखेरि यो फिक्स इन्ट्रेस्ट रेटमा चल्छ है। जस्तै कम्पनी घाटामा गयो नि, कम्पनी नाफामा गयो नि, जे भए पनि लगानीकर्ताले चाहिँ इन्ट्रेस्ट रेट फिक्स पाउनै पर्छ। अनि अर्को भनेको चाहिँ डिबेन्चर होल्डरहरुसँग चाहिँ भोटिङ राइट हुँदैन है साथीहरु, नो भोटिङ राइट्स। जस्तै डिबेन्चर होल्डरले कम्पनीको कुनै पनि डिसिजन मेकिङ प्रोसेसहरुमा चाहिँ भोटिङ राइट अथवा दे डु नट ह्याभ राइट टु कास्ट भोट है। अर्को भनेको चाहिँ यो रिडिमेबल हुन्छ, फिर्ता गर्नुपर्ने हुन्छ। एउटा निश्चित अवधि सकिसकेपछि चाहिँ कम्पनीले चाहिँ यो जुन लगानीकर्ताहरु हुन्छ अथवा डिबेन्चर होल्डरहरुलाई चाहिँ उनीहरुको पैसा चाहिँ फिर्ता गर्नुपर्ने हुन्छ। यो त तपाईहरुको थ्योरीको पाटो भयो। तपाईहरुलाई एक्जाममा थ्योरी पनि आउन सक्ने त भइ नै हाल्यो हैन, त्यसको लागि मैले यो गर्दै। अर्को भनेको चाहिँ 3 मार्क्स को चाहिँ न्यूमेरिकल आउँछ। अब ढिला नगरिकन यो भिडियोमा चाहिँ हामी न्यूमेरिकल सिक्न जाँदै छौं। यहाँ न्यूमेरिकल गर्दाखेरि हामीले चाहिँ जर्नल बनाउनु पर्ने हुन्छ साथीहरु। एउटा चाहिँ हामीले इस्यु गर्दाखेरिको जर्नल बनाउनु पर्ने हुन्छ। इस्यु भनेको चाहिँ बेच्दै गर्दाको है, बेच्दै गर्दाखेरिको हामीले जर्नल बनाउनु पर्ने हुन्छ। अर्को भनेको चाहिँ रिडम्सन गर्दाखेरिको, रिडम्सन भनेको चाहिँ फिर्ता गर्दाखेरिको है, पैसा फिर्ता गर्दाखेरिको। यो दुईटाको चाहिँ जर्नल बनाउनु पर्ने हुन्छ। यो इस्यु गर्दाखेरि होस् अथवा रिडम्सन गर्दाखेरि होस्, कम्पनीले 3 तरिकाबाट गर्न सक्छ। एउटा पारमा, अर्को डिस्काउन्टमा र अर्को प्रिमियममा। रिडम्सन गर्दाखेरि पनि पारमा रिडम्सन गर्न सक्ने भयो, अथवा डिस्काउन्टमा रिडम्सन गर्न सक्ने भयो, अथवा प्रिमियममा रिडम्सन गर्न सक्ने भयो। पार भनेको जस्तै 1000 रुपैयाँको डिबेन्चरलाई जनरली 1000 रुपैयाँ मानिन्छ। 1000 रुपैयाँको डिबेन्चरलाई 1000 रुपैयाँमै बेच्दै छ भने 1000 रुपैयाँको डिबेन्चरलाई 1000 भन्दा कम 950 980 जति पनि हुन सक्ने भयो। प्रिमियम भनेको 1000 को डिबेन्चरलाई 1000 भन्दा बढी मैले 1100 रुपैयाँ राख्दिए। ल हेर्नुस्, कम्पनीले 1000 रुपैयाँको डिबेन्चरलाई 1000 रुपैयाँमै इस्यु पनि गर्न सक्ने रहेछ, बेच्न सक्ने रहेछ। 1000 रुपैयाँको डिबेन्चरलाई 950 मा पनि बेच्न सक्ने रहेछ, अथवा 1000 भन्दा कममा बेच्न सक्ने रहेछ भने 1000 भन्दा बढीमा पनि बेच्न सक्ने रहेछ। अब हेर्नुस्, 1000 को डिबेन्चरलाई 1000 मा बेच्दै छ भने त्यो बेलामा नो प्रॉफिट नो लस हैन र, साफाको नाफा। यदि 1000 को डिबेन्चरलाई 900 रुपैयाँमा बेच्दै छ अथवा 950 मा बेच्दै छ भने त हामीलाई घाटा लाग्यो नि त। अथवा 1000 को डिबेन्चरलाई 1100 रुपैयाँमा बेच्दै छ भने त्यो बेलामा हामीलाई चाहिँ के हुने रहेछ, प्रॉफिट हुने रहेछ। अब त्यसैगरी पारको कन्डिसन रिडम्सन गर्दाखेरि 1000 को डिबेन्चर 1000 मा रिडम्सन गर्दाखेरि नो प्रॉफिट नो लस है। अब त्यसैगरी 1000 को डिबेन्चरलाई 1000 भन्दा घटीमा फिर्ता गर्दैछ भने त्यो बेलामा हामीलाई प्रॉफिट हुने भयो। 1000 को डिबेन्चरलाई 1000 भन्दा बढीमा हामीले फिर्ता गर्दैछौं भने त्यो बेलामा त हामीलाई लस हुने भयो। ल यो चाहिँ बुझ्नको लागि भयो। अब हामीले यो लेसन गर्दाखेरि सबैभन्दा सजिलो तरिकाबाट गर्छौं है। यो लेसन गर्दाखेरि चाहिँ हामी एउटा कोड याद गर्छौं। यो कोड भनेको चाहिँ बिडी तान्दै डीपी चलाउने, बिडी तान्दै
डीपी चलाउने। ल हेर्नुस्, बीडी तान्दै डीपी चलाउने यति सम्झिनु भयो नि तपाईहरुको लेसन मिल्यो है। ल जस्तै बी भनेको के हुन्छ, बी भनेको बैंक, डी भनेको डिस्काउन्ट। ल सधैं बैंकको तलपट्टि डिस्काउन्ट आउँछ है, बैंकको तलपट्टि डिस्काउन्ट हुने भइहाल्यो। अब अर्को छ डीपी, डी भनेको डिबेन्चर, डी भनेको डिबेन्चर, पी भनेको प्रिमियम। ल यो के भयो, डिबेन्चरको सधैं मुनिपट्टि के हुने रहेछ, प्रिमियम हुने रहेछ यदि क्वेशनमा प्रिमियम छ भने। ल अब हामी यसको जर्नल हेर्न जाँदैछौँ। अब इस्युको बेलामा अनि अर्को रिडम्सनको बेलामा। ल पैसा इस्यु गर्दा बैंकमा आउँछ, त्यही भएर बैंक एकाउन्ट डेबिट, बैंक एकाउन्ट डेबिट टु डिबेन्चर। अब रिडम्सन गर्दाखेरि ट्याक्कै उल्टो, डिबेन्चर एकाउन्ट डेबिट टु बैंक हुने भयो। ल अघि मैले के भने थिएँ साथीहरु, इस्यु गर्दाखेरि पनि त पारमा नि गर्यो, डिस्काउन्टमा नि गर्न सक्ने रहेछ, प्रिमियममा पनि गर्न सक्ने रहेछ। यो चाहिँ पारको कन्डिसन भयो है, बैंक टु डिबेन्चर। अब डिस्काउन्टमा पनि त गर्न सक्छ। अब डिस्काउन्ट कहाँ चढ्ने भयो हेर्नुस् त, डिस्काउन्ट बैंकको तलपट्टि डिस्काउन्ट चढ्ने हैन हो, त्यही भएर हामी यहाँ के लेख्छौँ, बैंकको तलपट्टि ल डिस्काउन्ट अन इस्यु अफ डिबेन्चर एकाउन्ट लेख्छौँ। अब यदि प्रिमियममा गरेको छ भने के हुने भयो, प्रिमियम छ भने कहाँ हुन्छ हेर्नुस् त, डिबेन्चरको मुनिपट्टि हुन्छ प्रिमियम त, डीपी डिबेन्चरको मुनिपट्टि, पी भनेको प्रिमियम। ल अब यहाँ के हुने भयो, टु प्रिमियम अन इस्यु अफ डिबेन्चर एकाउन्ट हुने भइहाल्यो। रिडम्सनको पनि कन्डिसन त्यही हो, यसरी नै भन्छ है। अब हेर्नुस् त, यदि रिडम्सन गर्दाखेरि प्रिमियममा गरेको छ भने कहाँ हुन्छ यी, डीपी प्रिमियम। अहिले मैले यहाँ प्रिमियम एकाउन्ट डेबिट लेखेँ है, प्रिमियम एकाउन्ट डेबिट, किन डीपी हैन। अब त्यसै गरी डिस्काउन्ट गरेको छ भने बीडी टु डिस्काउन्ट एकाउन्ट। यति हुने हो है तपाईहरुको, यति बुझ्नुभयो भने तपाईहरुको 3 नम्बर पाक्यो। कोड सम्झिनुस्, बीडी तान्दै डीपी चलाउने, बीडी भनेको बीडी भइहाल्यो, डीपी भनेको त्यहाँ पब्जी खेल्दाखेरि एउटा गन हुन्छ, पब्जी खेल्ने भाइ बहिनीहरुलाई त डीपी गनको बारेमा थाहा छँदैछ, भएन भने पनि सम्झिनुस्, बीडी तान्दै डीपी चलाउने। बैंक एकाउन्ट डेबिट टु डिबेन्चर, डिस्काउन्ट छ भने बैंकको मुनि, प्रिमियम छ भने डिबेन्चरको मुनि, डिबेन्चर टु प्रिमियम भयो रिडम्सन गर्दाखेरि, प्रिमियममा गरेको छ भने डीपी, डिस्काउन्टमा गरेको छ भने बीडी। सजिलो, एकदमै सजिलो। ल हिसाब गर्नुभन्दा अगाडि एउटा कन्डिसन याद गरौँ है। यदि इफ रिडम्सन गर्दाखेरि चाहिँ प्रिमियममा गरेको छ भने, प्रिमियममा रिडम्सन गरेको छ भने हामीले जर्नलको जुन इस्यु बनाउँछ नि, इस्यु गर्दाखेरि इस्युको इन्ट्रिज गर्दाखेरि चाहिँ हामीले केही कुरा थप्नुपर्छ है। इस्युको इन्ट्रिज गर्दाखेरि डेबिटमा र क्रेडिटमा एक एक लाइन थपिदिनुपर्छ। डेबिटमा लस अन इस्यु अफ डिबेन्चर, लस अन इस्यु अफ डिबेन्चर, क्रेडिटमा चाहिँ प्रिमियम अन रिडम्सन अफ डिबेन्चर भनेर चाहिँ थप्नुपर्ने हुन्छ है साथीहरु। ल यदि कन्डिसन रिडम्सन गर्दाखेरि प्रिमियममा गरेको छ भने, जस्तै यहाँ हेर्नुस् त, यो रिडम्सन गर्दाखेरि प्रिमियममा गरेको छ भने चाहिँ हामीले यो जर्नलको यो जुन इन्ट्रिजको जुन इस्यु गर्दाखेरि चाहिँ डेबिटमा लस अन इस्यु अफ डिबेन्चर, क्रेडिटमा प्रिमियम अन रिडम्सन अफ डिबेन्चर भनेर थप्नुपर्ने हुन्छ है, अनि चाहिँ हाम्रो हिसाब मिल्छ। ल अब हिसाब गरौँ। ल यो क्वेशन हेरौँ है, 2068 सप्लिमेन्ट्री क्वेशन नम्बर 12 मा सोधिएको क्वेशन हामी गर्न जाँदैछौँ। ए कम्पनी लिमिटेड इस्युड 2000 वटा डिबेन्चर, कति हजार वटा,
2000 वटा डिबेन्चर इस्यु गर्दैछ 10% डिबेन्चर यो 10% को चाहिँ यहाँ खासै काम हुँदैन है जति पर्सेन्ट डिबेन्चर भने पनि हामीले यहाँ ब्याज चढाउनु पर्ने हुँदैन त्यही भएर यसको खासै काम हुँदैन अफ आरएस 100 इच 100 रुपैयाँको डिबेन्चर है आरएस 100 को डिबेन्चरलाई चाहिँ डिस्काउन्टमा बेच्दैछ अरे डिस्काउन्टमा बेच्दैछ ल डिस्काउन्टमा बेच्दैछ डिस्काउन्ट कति रुपैयाँ 10% 100 को 10% 10 रुपैयाँ डिस्काउन्ट द डिबेन्चर वर रिडिम्ड आफ्टर 5 इयर्स यो 5 इयर्स को पनि काम छैन है 8 पार ल हेर्नुस् त इस्यु गर्दाखेरि केमा गर्यो इस्यु गर्दाखेरि भन्नुस् त इस्यु गर्दाखेरि डिस्काउन्टमा गर्यो बेच्दा डिस्काउन्टमा गर्दैछ अनि रिडम्सन गर्दाखेरि केमा गर्दैछ रिडम्सन गर्दाखेरि पारमा गर्दैछ ल हेर्नुस् रिडम्सन गर्दाखेरि पारमा गर्दैछ अब हामीले के कुरा याद गर्नुपर्छ भने यदि रिडम्सन गर्दाखेरि प्रिमियममा गर्यो भने मात्रै यो इस्यु अफ डिबेन्चर गर्दाखेरि डेबिट र क्रेडिटमा थप्ने हो लस अन इस्यु अफ डिबेन्चर प्रिमियम अन रिडम्सन अफ डिबेन्चर भनेर तर हामीले यहाँ केही पनि डेबिट क्रेडिटमा थप्नु परेन है अब सुरुमा त के हुन्छ बैंक एकाउन्ट डेबिट मैले एक लाइन छोडे टु डिबेन्चर खास त यो हो बैंक एकाउन्ट टु डिबेन्चर यदि पारमा गरेको भयो तर यो क्वेसनले केमा गर्यो भने डिस्काउन्टमा गर्यो भने हेर्नुस् डिस्काउन्टमा गर्यो भनेको छ अब भनेपछि डिस्काउन्ट भनेको के हो हाम्रो कोड के हो रे बिडी तान्दै डिपी चलाउने बैंकको मुनि डिस्काउन्ट बैंकको मुनि डिस्काउन्टी थाहा पाउनु भयो डिस्काउन्ट अन इस्यु अफ डिबेन्चर एकाउन्ट ल अब बेच्न लागेको कति 2000 वटा डिबेन्चर हो 2000 वटा डिबेन्चर हो डिस्काउन्ट कति 10 रुपैयाँ भनिसकेपछि बैंकमा पैसा कति आउँछ 90 रुपैयाँ आउने भयो ल अब भनेपछि यो कति भयो 9 दुना 18 18 भनेपछि 1,80,000 यो कति 20,000 रुपैयाँ हुने भयो भनेपछि डिबेन्चरको पैसा कति 2 लाख रुपैयाँ ल अब यसको न्यारेसन लेखिदिनुस् बिइङ इस्यु अफ डिबेन्चर एट 10% डिस्काउन्ट माथि के भएको त्यही लेखिदिनु हो यही लेख्नुपर्छ भन्ने हुँदैन माथि गरेको कुराको विवरण खुल्यो भने हुन्छ है ल अब रिडम्सनको पालो रिडम्सनको त के हुन्छ सुरुमा डिबेन्चर एकाउन्ट डेबिट टु बैंक अब रिडम्सन केमा गरेछ रिडम्सन त पारमा गरे पार भन्यो भने त यति नै हुने हो किन डिस्काउन्ट पनि छैन प्रिमियम पनि छैन ल अब 2000 वटा डिबेन्चर हो केमा भने रिडम्सन पारा भनेपछि हाम्रो 100 रुपैयाँको डिबेन्चर हो त्यही भएर 100 लेख्यौं कति 2 लाख रुपैयाँ हुने भयो हैन त साथीहरु ल अब बिइङ रिडम्सन अफ डिबेन्चर एट पार साथीहरु बुझ्नु भयो ल अब अर्को गरौँ है ल अब 2076 जीआई सेट बी क्वेशन नम्बर 12 हेरौँ है अ कम्पनी लिमिटेड इस्युड 5000 वटा डिबेन्चर इस्यु गर्दैछ हेरौँ है इस्युको ब्रेकडाउन गरौँ इस्यु 5000 वटा डिबेन्चर 10% डिबेन्चर यसको काम छैन अघि नै मैले भनिसके अफ आरएस 100 इज एट 10% डिस्काउन्ट भनिसकेपछि इस्यु केमा गर्दैछ डिस्काउन्टमा गर्दैछ कति रुपैयाँ डिस्काउन्ट 10 रुपैयाँ डिस्काउन्ट दिस डिबेन्चर रिडिम्ड आफ्टर 6 इयर्स यो 6 इयर्स को पनि अहिले हामीलाई काम छैन 85% प्रिमियम अब रिडम्सन केमा गर्दैछ साथीहरु रिडम्सन त हाम्रो प्रिमियममा गर्दैछ ल रिडम्सन हाम्रो केमा गर्दैछ प्रिमियममा गर्दैछ अब हामीले अघि नोटमा के लेखेका थियौं प्रिमियम भयो भने डेबिट र क्रेडिटमा इस्यु गर्दाखेरि थप्नु पर्छ अब सुरुमा के हुन्छ सुरुमा त बैंक एकाउन्ट डेबिट हुने भयो दुईटा लाइन छोड्दिनुस् टु डिबेन्चर बैंक एकाउन्ट
डेबिट टु डिबेन्चर। अब केमा गरे है इस्यु डिस्काउन्टमा गरेछ बी को मुनि डी ल डिस्काउन्ट इस्यु गर्दा हो डिस्काउन्ट अन इस्यु अफ डिबेन्चर। डिस्काउन्ट कति दिएको छ बेच्नलाको हामीले कति 5000 वटा डिबेन्चर हो 10 रुपैयाँ डिस्काउन्ट हो हामीलाई बैंकमा कति रुपैयाँ आउँछ 5000 इन्टु 100 रुपैयाँको डिबेन्चर 10 रुपैयाँ डिस्काउन्ट दिइसकेपछि त हामीलाई बैंकमा कति आउँछ बैंकमा 90 रुपैयाँ आउँछ हो। अब डिबेन्चरको पैसा भनेको त 5000 इन्टु 100 रुपैयाँ भइहाल्यो 9 पंचे 45 40 यो कति 50,000। अब हामीले के कुरा याद गरेछौं साथीहरु यदि रिडम्सन गर्दाखेरि प्रिमियममा गरेको छ भने केमा गरेको छ भने प्रिमियममा गरेको छ भने डेबिट र क्रेडिटमा एक एकवटा लाइन थप्दिने हो के हो डेबिटमा लस अन इस्यु अफ डिबेन्चर। अब त्यसपछि क्रेडिटमा टु ल प्रिमियम अन रिडम्सन अफ डिबेन्चर यो त 5 लाख रे भइहाल्यो। अब हाम्रो यो दुईटामा त पैसा थप्नु पर्छ एकचोटी डेबिटमा एकचोटी क्रेडिटमा हैन। अब यो अहिले हामी एकछिनमा थप्छौं है बिङ न्यारेसन लेख्दिनुस् बिङ इस्यु अफ डिबेन्चर एट डिस्काउन्ट अनि रिडिमेबल एट प्रिमियम अहिले नलेखे पनि हुन्छ ल। अब रिडम्सनको कन्डिसन रिडम्सनमा के भयो रिडम्सन त प्रिमियममा भएको छ भनिसकेपछि पहिला के हुन्छ डिबेन्चर एकाउन्ट डेबिट एक लाइन छोड्नुस् टु बैंक। अब हेर्नुस् त प्रिमियममा गरेको छ हो प्रिमियम भनेको डीपी हैन है प्रिमियम भनेको डीपी अगाडि डी आउनु पर्छ अनि बल्ल पी आउँछ भनेपछि डी को मुनिपट्टि पी यहाँ यसै प्रिमियम अन रिडम्सन अफ डिबेन्चर एकाउन्ट हैन डेबिट ल। अब रिडम्सन 5000 वटा डिबेन्चर 5000 वटा डिबेन्चर प्रिमियम कति पर्सेन्ट प्रिमियम 5% प्रिमियम भनेपछि 100 रुपैयाँको 5% 5 रुपैयाँ बैंकमा हामीलाई कति आउँछ पैसा रियल प्राइस 100 रुपैयाँ बैंकमा हामीलाई 5000 इन्टु 105 रुपैयाँको दरले पैसा आउने भयो यो भनेको कति 2 4 5 वटा 0 5 पंचे 25,000 यहाँ कति आयो बैंकमा 5,25,000 रुपैयाँ हामीलाई पैसा आयो। अब न्यारेसन लेख्दिनुस् बिङ रिडम्सन अफ डिबेन्चर एट 5% प्रिमियममा गर्दैछ। अब हाम्रो लगभग सकियो एउटा स्टेप बाँकी छ यहाँनिर पैसा चढाउने यहाँनिर कहाँको पैसा चढाउने हो त साथीहरु भन्दाखेरि यही 25,000 रुपैयाँ छ नि प्रिमियमको पैसा यही 25,000 रुपैयाँ हामीले लगेर चढाइदिने 25,000 सकियो ल। यति गर्नुभयो भने तपाईहरुको 3 नम्बर चाहिँ खेर जादैन है साथीहरु। यदि रिडम्सन प्रिमियममा गरेको छ भने यो दुईटालाई लस अन इस्यु अफ डिबेन्चर प्रिमियम अन रिडम्सन अफ डिबेन्चर चाहिँ थप्नु पर्ने रहेछ। यति बुझ्नुभयो यति बुझ्नुहुन्छ भने लाइक शेयर र सब्स्क्राइब गर्न नभुल्नु होला ल। हामी फेरि अर्को भिडियो लिएर पक्कै पनि आउने छौं। तपाईहरु एकदमै राम्रोसँग पढ्नुस्। सबैको दिन शुभ रहोस्। बाइ।